चली सबैजनाको अब आज फेरि हामीहरू बर्डमा गइरहेछौँ। माग्छु फेरि त होइन, फर्स्ट टाइम हो। अब ढिलो नगरिकन जाम अब आज के हेरौँ तपाईँहरू यसो हेरौँ। आज हाम्रो टपिक छ जाडोमा ठाडो। कुन टपिक आयो फेरि तर म निकालेन, त्यही भएर चिया पिउने कि कफी? चिया पिउने नि, चिया हुँदा पर्खिनु है। ल भयो अब उता कफी कसले पिउँछ? त्यही त है, जान त भित्र गएर 3 कप चिया बनाएर ले। साले त चिया ल्याउँछु भनेर गएको होइन भित्र, अनि खोइ त चिया। सरी यार, मलाई चिया बनाउन आएन। अनि कफी बनाएको भए हुँदैन थियो? कफी त बनाएको थिए नि, तर तितो भएर सबै फ्याल्दै मैले त। तितो चाहिँ कसरी भयो फेरि? कति चम्चा हालिस? ल चम्चा नि हाल्नु पर्छ हो, मैले त पानी र कफी मात्र हाले। ए मूर्खतामा पीएचडी गरेको मान्छे, मेरो मतलब कति चम्चा कफी हालिस? 1 चम्चा, 2 चम्चा, 3 चम्चा कति? म भन्छु तर तिमीहरू रिसाउन पाउँदैनौ है। रिसाउँदैनौ के? भन्न कति चम्चा हालिस? यसले पक्का 6-7 चम्चा कफी हालेको हुनुपर्छ, त्यसैले तितो भयो। साच्चै भन्नु पर्दा मैले 3 मात्र हालेको थिएँ। होइन होला, 3 चम्चाले कसरी तितो हुन्छ हौ? चम्चा होइन पन्यु। मैले तपाईँ यस्तो बेबुद्धि हुनुहुन्न है। म जस्तै इन्टेलिजेन्ट हुनुपर्छ, अनि ज्ञानी पनि एकदम। हेर म अब 3 पन्यु कफी हालेको थिएँ, त्यसैले तितो भएको होला। साले 3 जनाको लागि 3 पन्यु कफी हालिस तैले? तेरो दाइजोमा आएको कफी हो? दाइजोमा कसरी आउँछ? मेरो त बिहे नै भएको छैन। चुप लाग, बच्चा बाटो हुन्छस्। त्यो कफीलाई कति पर्छ थाहा छ तँलाई? 1 प्याकेटको 5000 पर्छ। बाबाले विदेशबाट पठाउनु भएको कफी हो त्यो। 1 प्याकेटको 5000 सुनबाट बनेको कफी हो कि क्या हो? होइन होइन, सुन त अलि महँगो भइहाल्यो नि, चाँदीबाट चाहिँ बनेको हुनुपर्छ। हेलो बोइज। हेलो सेक्सी। मेरो मतलब सेती। हेलो सेती, के छ हालखबर? ठीक छ ब्रो, तिम्रो के छ? मेरो त ललिपप छ, चुस्ने। ओइ गोरु, केटीहरुसँग बोल्ने तरिका यही हो तेरो? राम्ररी बोल्न आउँदैन? राम्ररी त बोलिरहेछु नि। साँच्चै छ क्या मसँग ललिपप? एउटा तिमीलाई, एउटा तिमीलाई। How sweet, thank you. Thank you. मैले किनेको हो ललिपप। Thank you भन्ने भए मलाई भन्ने। फेरि भन् त, कसले किनेको रे? यस्तो राति दोकान जाने चाहिँ म, अनि क्रेडिट दिने चाहिँ त दोकान गए नि, पैसा त मेरो थियो नि त। थियो तेरो। त्यो भेटेको पैसा हैन, कसैले भयो तेरो? भेटेको हो, तर त्यो पैसा मैले टिपेपछि मेरो हुँदैन त? हुन्छ तेरो, मैले देखाएर त टिपिस नि। मैले नदेखाएको भए कसरी टिप्दिस? म आफै देखिहाल्थे नि, तेरो मात्र आँखा छ र मेरो चाहिँ छैन। देखिस त अन्धाले, जसले चाहिँ चस्मा बिना यो कति हो भन्दा 5 हो भन्छ, त्यसले देख्थ्यो रे पैसा। भयो, यति सानो कुरामा किन झगडा गरेर? मेरो तर्फबाट दुवैजनालाई थ्याङ्क यू। अब झगडा नगर। केटी हो? के पिउने तिमीहरू? चिया कि चिया? लौ, कस्तो चिया कि चिया हौ? चिया कि कफी भन न? कफी पिउनलाई त कफी हुनु पर्यो नि। अनि खोइ त तिम्रो बाबाले विदेशबाट पठाएको कफी? त्यहाँ छ नि एउटा पुच्छर बिनाको बाँदर, त्यसले सबै बिगार्दियो नि। ओके, त्यसो भए चिया नै खाइदिउँ न त। खाइदिम हुँदैन हौ, पिदिम हुन्छ। चिया त पिउने कुरा पो हो त, खाने कुरा हो र? मैले खाइदिम भने नि पिदिम भने नि तिमीलाई के को मतलब? तिमी मेरो टिचर हो? भलाइको त जमानै छैन यार। जनुसले भाषा सुधारिरहेको छु, उल्टै मलाई पो थर्काउँछ। ओइ, त धेरै नबोल त, चुपचाप आगो तापेर बस। तिमीहरू बस्दै तपाईँहरू त्यस्तो हुनुहुन्न है। गर ल, म मिठो चिया बनाएर ल्याउँछु। ओ सेती र गोरी, मलाई एउटा कुराको जवाफ देऊ त। यो हरेक साल जति जाडो बढ्छ, त्यति तिमीहरूको कपडा किन घट्छ? तिमीहरूलाई जाडो हुँदैन? त्यो हाम्रो सिक्रेट कुरा हो। तिमी
तिमीहरूलाई भन्न मिल्दैन भन भन हामी कसैलाई नि भन्दैनौँ हौ भन्न मिल्दैन के कस्तो जिद गरेर हामीले तिमीहरूलाई सोधेको छौं तिमीहरू आफ्नो गर्लफ्रेन्डलाई भन्दा फुटबललाई किन धेरै माया गर्छौ भनेर किन नसोधेको त सोध न हामी त फ्याक्टै भनिदिन्छौं नि म भन्दै मिनीहरूलाई भन्दै आज यो कुरा सबले थाहा पाउनै पर्छ सुन्नुहोस् है तपाईहरु पनि ध्यान दिएर केटाहरूले आफ्नो गर्लफ्रेन्डलाई भन्दा फुटबललाई धेरै माया गर्छन् किनकि फुटबललाई साथीसँग साट्न मिल्छ तर गर्लफ्रेन्डलाई साट्न मिल्दैन धन्यवाद तिमीहरूको यही सोचले गर्दा हो के हामीले चाडोमा पनि छोटो छोटो कपडा लाउनु परेको हाम्रो सोचले गर्दा कसरी म भन्छु कसरी जबसम्म हामीले छोटो कपडा लाउँछौं तबसम्म हाम्रो बोयफ्रेन्डको ध्यान हामीतिर हुन्छ तर जुन दिन हामीले बाक्लो कपडा लाउँछौं त्यो दिन हाम्रै अगाडि अरु केटीलाई हेरिरहेका हुन्छन् अनि यस्ता मान्छेहरूको के भर अनि यहाँ चाहिँ किन छोटो कपडा लाएर आएको त तिमीहरूको बोयफ्रेन्ड छैन त यहाँ तँलाई थाहा छैन ध्वासेर सेतीको लप पर्दैछ भनेर कहिलेबाट मलाई त केही थाहा छैन त 2 महिना भइसक्यो नि तर कसैलाई थाहा छैन अनि तँलाई चाहिँ कसरी थाहा भयो त मैले त यिनीहरूलाई रेड एन्ड पक्रेको थिएँ नि त बाथरुममा हो र कहिले अनि भिडियो बनाइस् त खत्तम चुप लाग तँलाई लाज लाग्दैन यस्तो कुरा गर्न आफ्नो साथीको भिडियो बनाउँछु म बनाएको छु तँलाई भरे WhatsApp गर्दिन्छु ल ठीक छ सेतीले त ध्वासे भएर छोटो कपडा लाएछ तिमीले चाहिँ किन छोटो कपडा लाएको नि कि तिम्रो पनि योसँग चक्कर चल्दैछ यो अनुहार र दनुहारको सँग मेरो चक्कर चल्छ मैले त सेतीले भनेर छोटो कपडा लाएको नत्र त सिरकमै उडेर आउँथे खोइ अघिको ललिपप फिर्ता देऊ किन त्यो त मलाई दिएको होइन अब दिनु मन छैन मलाई मेरो ललिपप मै चुस्छु के हेरिराको छिटो देऊ मेरो ललिपप यो तिम्रो कुहिएको ललिपप मलाई पनि अरूको ललिपप चुस्नु छैन ल आयो तातो चिया 2 कप तिमीहरूलाई 1 कप मलाई ओइ ध्वासे अनि खोइ त हामीलाई चाहिँ चिया किन चाहियो तिमीहरूलाई आगो बाल्दैको छु त त्यही ताप्दै बस्न बक तलाई केटी पाएसी साथीलाई बिर्सिसैन त को साथी त जस्तो 3 महिना ननुहाउनेलाई साथी बनाउँछु म त चाहिँ के हाँसिरहेको नि त झन् बाहिर जाडो छ भन्दै बेडमै सुसु गर्छस् आफू नि आफू यो झन् के गर्छ थाहा छ तिमीहरूलाई एकैचोटि नुहाउँदा जाडो हुन्छ भनेर हरेक दिन एउटा एउटा अङ्ग नुहाउँछ आज टाउको नुहाउँछ जिउ नुहाउँछ यसरी बित्छ यसको जाडो जसरी नुहाए नि सफा बसे भइहाल्यो नि त जस्तो हो र प्यान्टमा मुतुवा प्यान्टमा त तैँले पनि मुच्छस् नि हामी नखा पाएको हो र कहिलेदेखि मैले प्यान्टमा मुतेको मैले प्यान्टमा मुत्ने भए बिहान उठ्दा भिजेको हुँदैन थियो यसको जस्तो गुड क्वेशन तर यो क्वेशन गरेर त आफै फसिस अब म खोल्छु तेरो राज यो के गर्छ थाहा छ राति प्यान्टमा मुत्छ अनि हिटर बालेर त्यो प्यान्ट सुकाइदिन्छ अनि बिहान उठेपछि हतार हिटर अफ गर्छ अनि त्यही प्यान्ट लगाएर बाहिर निस्किन्छ को जाडोमा यस्तो गर्नुहुन्छ कमेन्टमा लेख्नुहोस् है म गर्छु म गर्दिनँ यो मात्र अनि को इन्डिया पाकिस्तानबाट आउनुभयो लाइक सेयर सब्सक्राइब गर्न नजानु होला है नेपालबाट त गर्नु नै पर्छ नेपालबाट है हुन्छ नेपाल भएको भए गर्नुपर्छ अब इन्डिया पाकिस्तान भएको भए त गर्दा नि हुन्छ नगर्दा नि हुन्छ इन्डिया पाकिस्तान आवर फ्रेन्ड ओके ल सब थाहा छ मलाई के यो साँचो हो कान्छा तिमी साँच्चै पेटमा मुच्छौ होइन नि कान्छी यिनीहरूले झुटो आरोप लगाइरहेको छ माथि यसपछि चाहिँ हामीहरू गेस द सङ बाई इमोजी के अरे त्यसको भिडियो बनाउँछौँ के भन्नु हेरौँ न यो पहिला नजाउनु पर्दैन कान्छा हो भने हो भन न म खुद त्यस्तै गर्छु जाडोमा वाह भगवानले सबको जोडी बनाउनुहुन्छ भन्ने सुनेको थिएँ आज यिनीहरूलाई देखेर विश्वास पनि भयो वाट मुतुवा जोडी ओइ यिनीहरूको फोटो खिचेर ट्विटरमा हाल्दिम न #मुतुवा जोडी मुतुवा भन्ने मेरो साथीको जोडी त छ नि तिमीहरूको त त्यो नि छैन हामीलाई चाहिए नि छैन त्यस्तो मुतुवा जोडी हामीलाई हाम्रो हात नै काफी छ
मतलब त चाहिँ के मतलब भनिरानी केटा भएर पनि बुझ्दैन यस्तो कुरा साँच्चै बुझिन के मैले भन्न के भन्न खोजेको यसले नाटक गरिरहेछ है सब थाहा छ यसलाई आगो ताप्दा नि जाडो हुन्छ त यसको मिनिङ चाहिँ के हो हाम्रो हात छ त नाक कटाउन के गर्नु हात के हात हामीसँग हात छ त के गर्नु यार यसपालिको जाडोमा त मरिन्छ कि क्या हो मर एक दिन भयो नि कलेज छुट्टी हुन्छ त मरिस भने त मर्न म किन मर्नु मर्ने कुरा तैले गरे हैन मैले गरे हो र ह्याट तेरी जो भयो नि एकजना मर्दै न हो कलेज जाँदा जाँदा वक्कै लाग्छ ह्यापी न्यू इयर सबैलाई कङ्ग्रेचुलेसन बी सेलिब्रेसन आज चाहिँ न्यू इयर त्यही भएर के न्यू इयरमा हेरौँ सक्यो भने कस्तो साथी हो के तिमीहरूलाई एकअर्काको माया लाग्दैन केटा भएर केटालाई माया गर्नु तिमीले के हामीलाई के सम्झेको हे भगवान कस्ता मूर्खहरू छन् हौ यो संसारमा ओ बहिनी धेरै प्यार गर्ने हैन है जाडोमा तातो म चाहिँ मेरो काम गरेर आउँछु तपाईँ इन्जोय गर्दै गर्नु है बनाइदिन्छु नि फेरि पर्दैन ल थ्यांक यू आई एम अलरेडी फिलिङ हट रियली आई एम अल्सो फिलिङ भेरी हर्नी कतिखेर गर्ने ओइ लाजपचुवा यो के भन्दैछस् त इंग्लिश आउँदैन भने किन बोल्छस् ह You control your mouth, Buddhist. Don't talk Nanakari. I know English. ए you know English Yes. Very well. Ask me everything. You should. धेरै जान्दो रहेछस् तैले इंग्लिश ल मलाई तैले भनेको हर्नी शब्दको अर्थ के हुन्छ भन् त त्यो चाहिँ थाहा छैन मलाई त्यो त मैले तेरो र सेतीको च्याट पढेर भनेको यो के सुन्दैछु म रेडियो सुन्दैछौ तिमी कान्तिपुर FM 96.1 मेगाहर्ज को पावर बाइ सेन्चुरी मसला एन्ड धारा तोरीको तेल सुनेर उहिले हाम्रो च्याट पढेको रे ओइ कहाँ देखिस् तैले हाम्रो च्याट तेरै मोबाइलमा यसले लिएर मैले सँगै देखेको मेरो मोबाइलमा मेरो मोबाइल त यही छैन त तसँग हैन हामीसँग छ तेरो मोबाइल अब यो च्याट सिधै ग्रुपमा सेन्ड गर्दिन्छु म नाइ प्लिज यार प्लिज ग्रुपमा सेन्ड नगर्न यार प्लिज बरु म खुट्टा ढोक्छु तेरो ल ढोक खुट्टा ढोक्छु भनेको हैन ढोक्न अब कसरी पठाउँछस् ग्रुपमा पठाएर देखा त ध्वासे नाम सुनेर लाटा सम्झिस लाटा हैन जाटा हो यो जाटा फेरि एकचोटी ध्वासे नाम सुनेर लाटा सम्झिस लाटा हैन महालाटा हो यो महालाटा आज तँलाई देखाउँछु सालेको लाटाको बाटा भनेर गाइज जाडो बढेको छ त्यसैले बिहान बिहान एडिटिङ नजानु होला बरु बिहे गरेर घरमै तातो हुनु होला धन्यवाद ल गाइस आजको लागि बाई बाई टाटा सी यू गया खत्म लाइक चाहिँ सब्सक्राइब गरेर नजानु होला है बाई बाई ए किन ब्याक हुँदैन कस्तो एकछिन है छोडे बाई ए फेरि भएन बाई 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 किन हुँदैन